कपी पेस्ट वर्क युट्युबमा कसरी गर्ने आज सिक्नेछौँ, त्यो पनि एन्ड्रोइड मोबाइलमा 4K क्वालिटी भएको भिडियोमा। त सबभन्दा पहिला इन्सर्ट खोल्नु। इन्सर्टमा एउटा मैले भिडियो इक्जाम्पलको लागि लिएको छु, यो भिडियो लियो। त्यसपछि इन्सर्टमा तपाईँहरू इन्सर्टको त्यो वाटरमार्क हटाउनको लागि तपाईँ क्लिक गर्नु कटिसमा, त्यो के भन्छ रिमुभ भइहाल्छ। यो एड चल्छ, एड चलेपछि के छैन त्यस्तो 2-4 सेकेन्ड लिन्छ। त्यसपछि हामीले के गर्नु, यो भिडियोलाई कपी पेस्ट गर्नु छ, त्यसैले हामीले केही आफ्नो एडिट हाल्नु पर्यो। जस्तै मिम्सहरू, जस्तै मैले यहाँबाट कुनै मिम्स लिएँ है, यो मिम्स हाल्ने अनि ठ्याक्कै तपाईँहरूले कति एडजस्ट हुन्छ त्यो अनुसार काट्दै गर्नु अनि डिलिट गर्दै जानु अनि भिडियोलाई हेर्दै जानुहोस् अनि के भिडियोमा के छ अनि सबै पहिला गर्नुहोस्। त यसो हेर्नु कहाँ कहाँ मिम हाल्नुपर्छ। जस्तै यो हेर्नुहोस्, यहाँ पनि एउटा यो ट्विस्ट आयो, यहाँ पनि एउटा मिम्स हाल्नुहोस्, क्लिक गर्नुहोस् अनि यहाँ हेर्नु मिम्स हामीले यहाँबाट हाल्छौँ अनि के छ भिडियोलाई पुरा एकदम राम्ररी हेर्नुहोस्। पुरै एडजस्ट कहाँ गर्नु पऱ्यो त्यहीँ राख्नु छ हामीलाई मिम्स। त एउटा मिम्स यहाँ राख्नु छ, यहाँ के भन्छ एक थाहा पारेन नि, त्यहाँबाट अब कुन मिम्स यहाँ एडजस्ट हुन्छ। जस्तै योवाला मिम्स राम्रो लाग्यो मलाई, त्यो यो मिम्स मैले हालिदियो। यो सबै मिम्स तपाईँहरू कमेन्ट गर्नुहुन्छ डिस्क्रिप्सनमा हालिदिन्छु, तपाईँहरू त्यहाँबाट लिन सक्नुहुन्छ। त्यसैले तपाईँहरूले यो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। अब हेर्नु अगाडि के हुन्छ भिडियोमा यसरी जाँदैछ, यो हेर्नु है मिम्स कति राम्रो लाग्यो होइन। हेर्नुहोस् अब योभन्दा अगाडि हेरौँ के छ। यो भए अलिक मिम्सलाई के गर्नु जुम गरेर राख्नु कि एडजस्ट होस् कि राम्रो भिडियो हेर्नको लागि लागोस्। ठिक छ, त्यसपछि हामीले हेर्दै हेर्नुहोस् फेरि थाहा लागेछ नि। अब यो हेर्नुहोस् योभन्दा अगाडि हामी हेर्नुपर्छ। त्यसभन्दा पहिला तपाईँहरूलाई यस्तो मिम्स चाहियो भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्, तपाईँहरू कमेन्ट गर्नुहोस् मिम्स। मैले तपाईँहरूलाई यो मिम्स त्यहाँ डिस्क्रिप्सनमा हुन्छ, डिस्क्रिप्सनमा वाट्सएपमा हुन्छ, वाट्सएपमा डाइरेक्ट म्यासेज गरेर पनि हामी हाल्न सक्छौँ अथवा टेलिग्राममा मेरो अथवा इन्स्टाग्राममा जोइन गर्न सक्नुहुन्छ, जुन चाहिँ मेरो डिस्क्रिप्सन बक्समा छिटै नै तपाईँहरूलाई मिल्नेछ। अगाडि हेर्नु भिडियोमा के हुँदै रहेछ है। अब यो मिम्स मैले हालेँ एउटा अर्को। अब यो भएपछि अब अर्को अगाडि भिडियो हेर्नुहोस् के भइरहेछ भिडियोमा। तपाईँहरू कपी पेस्ट गर्नुहुन्छ नि त केही न केही हामीले आफ्नो एड गर्नै पर्छ यसमा, नएड गरेपछि गाह्रो हुन्छ। त्यसपछि एक्सपोर्ट गर्नु, यसलाई एक्सपोर्ट गरेँ, एक्सपोर्ट गरिसकेँ। त्यसपछि यसलाई हटाउनुहोस् अनि फेरि त्यही भिडियोलाई जुन अहिले तपाईँहरूले एक्सपोर्ट गर्नुभयो त्यसलाई फेरि ल्याउनुहोस्, यहाँ ल्याउनु भयो अनि त्यहाँ फेरि के भन्छ इन्सर्टको त्यो वाटरमार्क आउँछ त्यहाँ हटाउनुहोस्। हटाएपछि तपाईँले के गर्नुहोस् क्लिक गर्नुहोस् तलतिर ब्याकग्राउन्डमा अनि यहाँ ब्याकग्राउन्ड आउँछ है। ब्याकग्राउन्डमा 3 नम्बरमा तपाईँले के गर्नु त्यसले ब्याकग्राउन्डलाई हटाउनुहोस् माथिबाट। ब्याकग्राउन्ड गरेपछि फेरि यसलाई एक्सपोर्ट गर्नुहोस्। एक्सपोर्ट गरेपछि एकैछिन एक्सपोर्ट भयो है, अब भइसक्यो अनि यसलाई के गर्नु ब्याक गर्नुहोस् एकचोटि दुईचोटि ब्याक गर्नु, जसमा के भन्छ ब्लोर हटिहाल्छ। ब्लोर हटिसकेपछि के गर्नु तपाईँले यहाँ हेर्नुहोस् पिआइपी भन्ने अप्सन छ, यहाँ पिआइपीबाट के गर्नु त्यो ब्लोरवाला भिडियो राख्नुहोस् अनि त्यसपछि यहाँ अगाडि जानुहोस्, यहाँ ब्लाइन्ड छ, ब्लाइन्डमा अगाडि गर्नुहोस् अनि यहाँ कन्ट्रास्टमा के गर्नु कमसेकम 80-50 गर्दै मतलब हेर्नुहोस् जहाँ क्वालिटी कस्तो लागिरहेछ। मैले यहाँ के गरेँ 50सम्म हालिदिएँ अनि त्यसपछि क्लिक गर्नुहोस्। त्यसपछि फेरि पिआइपीमा गरेर एउटा के गर्नु वाइट ब्याकग्राउन्ड भएको त्यो लिनुहोस् अनि वाइट ब्याकग्राउन्ड यसलाई पनि के गर्नु ब्लाइन्डमा जानुहोस्। फेरि यहाँ ब्लाइन्डमा एकछिन है, ब्लाइन्ड अलिक यता गरौँ। ब्लाइन्डमा गएपछि फेरि त्यहाँ हेर्नुहोस् ओभरले हुन्छ, कतै ओभरले छ अनि ओभरलेमा अलि एडजस्ट गर्नुहोस् कतिसम्म तपाईँहरूलाई राम्रो लाग्छ एडजस्ट गर्नुहोस् आफैले। मैले अहिले 50 एकैछिन है मिलेछ एकैछिन 50सम्म कमसेकम कम क्वालिटी राम्रो लागोस् कि त्यही भएर ल ठिक छ यहाँ मिलिरहेछ। तपाईँ जसमा च्यानललाई सब्सक्राइब गर्नुहोस् अनि यो भइसक्यो भयो कति राम्रो लाग्दैछ है। हो कति हेर्नुहोस् त तपाईँहरू कति राम्रो भिडियो भयो होइन। अनि के गर्नुहोस् एडजस्टमा गएर अलि सार्पनेस बढाइदिनुहोस्। यो के भन्छ योहरूलाई अलिअलि एडजस्ट गर्नु तपाईँहरू आफै हेरेर के कस्तो लागिरहेछ हेर्नु त क्वालिटी कति राम्रो भयो नि। अनि ठ्याक्कै गरेपछि हामीले यसलाई अब टेक्स्ट लेख्नु, त्यहाँ तपाईँ आफ्नो च्यानलको नाम लेख्नु। जस्तै मेरो यहाँ छ जुन भयो, मैले जस्ट इक्जाम्पल लेखेँ आफ्नो है, यहाँ जुन भयो लेख्नुहोस् अनि त्यो के भन्छ अपास उसलाई अलिक पुरै थाहामा राख्नुहोस् कि जुन चाहिँ हेराओस् पनि तर एकैपल्ट पुरै होइन है, सबै एडजस्ट गर्नुहोस्। ब्ल्याकमा चाहिँ सबै एडजस्ट गरेर एकदम राम्ररी एडजस्ट गर्नुहोस्। हेर्नु जसरी गरिरहेको छ तपाईँहरू त्यस्तै गर्नुहोस्, एकदम राम्ररी गर्नुहोस्, एउटा पनि कपिराइट आउँदैन अनि तपाईँहरूको च्यानल पनि मोनेटाइज हुन्छ र तपाईँहरू पनि यो कपी पेस्ट वर्क गर्न सक्नुहुन्छ है। तपाईँ यसलाई त्यो के भन्छ फन्टहरू सबै मिलाएर एकदम सानो बनाएर तलतिर राख्नुहोस् अनि फुल भिडियोमा राखिदिनु है। अनि त्यसपछि हामीले यसलाई कलर जति चेन्ज गर्नु छ सबै यसलाई अलि कम बुझ्ने गरी जस्तो राख्नुहोस् अनि ठ्याक्कै एडजस्ट गरेर तपाईँहरू हेर्नुहोस् त अब कति राम्रो लाग्यो। यसलाई पनि एक्सपोर्ट गर्नु है। एक्सपोर्ट गरिसकेपछि अब यो भिडियो
एक्सपोर्ट भइसकेपछि यसको अलमोस्ट तपाईँहरूको काम भइसकेछ। ओके, यो पनि एक्सपोर्ट भइसक्यो। अब यसलाई मैले अपलोड गर्न पनि तपाईँहरूलाई युट्युबमा सिकाइदिन्छु। युट्युब खोल्नुहोस् अनि प्लस आइकनमा यसरी क्लिक गर्ने। प्लस आइकनमा क्लिक गरेपछि तपाईँहरूले के गर्ने, यहाँ एकैछिन प्लस आइकनमा क्लिक गर्ने। अनि यो जस्ट केही एउटा प्राइभेटको कारण मैले अपलोड गरेको छु, केही छैन त्यस्तो। तपाईँहरू प्लस आइकनमा क्लिक गर्नुहोस्। प्लस आइकनमा क्लिक गरेपछि यहाँ भिडियो आउँछ है, सर्ट भिडियो छ। तर हामीले भिडियोबाट गरेपछि के हुन्छ, यसको क्वालिटी एचडीमा आउँछ। यसलाई हेर्नुहोस् कति राम्रो देखिएछ, कति राम्रो भिडियो लागिरहेछ नि। क्वालिटी पनि एकदम A1 4K जस्तो। अनि के भन्छ, कपिराइट आउने पनि टेन्सन एकदम पनि हुँदैन। त्यसपछि यसमा के गर्नु, तपाईँहरू यसलाई अपलोड गर्नुहोस् नेक्स्ट गरेर। अनि यहाँ ट्रेन्डिङ के भन्छ म्युजिक पनि राख्नुहोस्। त्यसले के हुन्छ, हाम्रो भिडियोलाई बुस्ट गर्नुमा हेल्प गर्छ। फर्स्टमा 0 भ्यूको प्रब्लम छ, त्यसैले त्योभन्दा पहिला राम्रो के भन्छ ट्रेन्डिङ सङ्ग यता माथिमा आउँछ, त्यहाँ कुनै सङ्ग तपाईँहरू राख्नुहोस्। अनि के गर्नुहोस्, त्यो सङ्गको भोल्युमलाई 0 गरिदिनुहोस्, त्यो आफ्नो भोल्युमलाई 100% राख्नु होला। अनि त्यसपछि के गर्नुहोस्, यसलाई अपलोड गर्नुहोस्। अनि अपलोड गरिसकेपछि यहाँ हेर्नुहोस् है, के गर्नुपर्छ ध्यान दिएर सबै कुरा हेर्नुहोस्। कसैले बताउँदैन यो कुरा। पेन्सिल आइकनमा यस्तो त्यो के भन्छ थम्बनेल राख्नु जुन चाहिँ सकेछ कि हेर्दै बित्तिकै मान्छेले के गरोस्, त्यसमा क्लिक गर भनेर। यस्तो हेर्नु, यहाँ अलि थोरै अगाडि गरौँ त। एकैछिन यता होइन, अलिक एकदम यस्तो राख्नु कि सक होस्, मान्छे हेर्दै बित्तिकै क्या क्लिक होस् भने वालबाट यस्तो राख्नुहोस् त्यहाँ। यो थम्बनेल ल यो राम्रो लागिरहेछ मलाई। यतै जस्ट गरौँ त। त्यसमा लाइक गर्नुहोस् अनि च्यानललाई सब्सक्राइब गर्नुहोस्। ठिक छ, अनि ठिक छ, यहाँ अलि राम्रो देखा परेछ। ठिक छ एडजस्ट गरौँ अनि ओके गरौँ ल। अब यो भइसकेपछि यो थम्बनेल यसरी राम्ररी सेट गर्नु होला, किनभने यो थम्बनेलले नै हाम्रो भ्यू धेरै आउने के भन्छ चान्स हुन्छ बढी। किनभने यो ब्राउज फिचर भन्छ यसलाई। मान्छेहरूको अगाडिमा हेर्ने भनेको जब युट्युब खोल्छ नि, अनि त्यहाँ हेराउँछ कि के छ भिडियोमा भनेर। त्यहाँ सकेट यस्तो कुरा राख्नुहोस् कि जुन मान्छे क्लिक नगरिकन नहोस्। ल यो त एकदमै राम्रो भयो, ल क्लिक गरिदियो। अनि यहाँ हेर्नुहोस् है, अलि यदि तपाईँहरूको च्यानल पुरानो भएपछि यहाँ अलर्ट गर्नुहुन्छ, त्यसमा नगर्नु होला, किनभने हामीले एआईबाट बनाएको छैन। अनि अपलोड गरिदिनु है। अपलोड गरिसकेपछि तपाईँले हेर्नु, यहाँ कोही नै कपिराइट आउँदैन। अनि एचडीमा एकदम एचडी क्वालिटीमा के हुन्छ अपलोड भइहाल्छ। मैले युट्युब स्टुडियो खोलेँ, युट्युब स्टुडियो खोलेँ एकछिन है, यहाँ अहिले अपलोड हुँदैछ हामीसँग। अपलोड भइसकेपछि म हेराइदिन्छु तपाईँहरूले एकदम एचडी क्वालिटी र कपिराइट आएकै हुँदैन एउटा पनि होइन। त्यसैले तपाईँहरू यसरी मैले जसरी सिकाएको छु जसरी तपाईँहरू काम गर्नुहोस्, तपाईँहरूको च्यानल मोनेटाइज पनि हुन्छ र तपाईँहरूलाई केही प्रब्लम कहिले पनि आउँदैन। यो जस्ट मेरो सिकाइ हो। तपाईँहरूलाई यस्तो कसैले सिकाउँछ युट्युबमा, जुन चाहिँ तपाईँहरूले यहाँ सिक्न सक्नुहुन्छ। त्यसैले तपाईँहरूले यो च्यानललाई सब्सक्राइब गर्नुहोस् र लाइक गर्नुहोस् र आफ्नो साथीहरूमा सेयर गर्नुहोस् है। त्यसपछि तपाईँहरूले यहाँ हेर्नुहोस् है, म हेराइदिन्छु। यहाँ अपलोड भइसकेछ। अब अपलोड अलमोस्ट भइसक्यो, प्रोसेसमा छ अहिले। हेर्नुहोस् अपलोड भइरहेको छ, प्रोसेसिङ चलिरहेको छ। अपलोड भइसकेपछि यहाँ हेर्नुहोस्, अब यसमा हामीले जसमा टाइटल राख्नु पऱ्यो। त यहाँ यसको टाइटल थियो लड्कीको चक्कर, त लड्कीको चक्कर। च्याट जिपीटीमा गएर एकदम तपाईँले केही गर्नै छैन, कपी पेस्ट गर्छ सबै कुरा हामीले च्याट जिपीटीबाट नै गराइहाल्छ। हेर्नुहोस्, गिभ मी फुल एसइओ ऱ्याङ्किङ ट्रेन्डिङ भाइरल सर्चेबल टाइटल डिस्क्रिप्सन ट्याग किवर्ड्स फर युट्युब। अनि युट्युब भिडियो ऱ्याङ्किङ लेखिदिनुहोस्। अनि हेर्नुहोस् सर्चेबल पनि लेखिदियो, अनि किन सर्चमा आउनु पऱ्यो, त्यसैले है ओके गर्नुहोस्। हेर्नुहोस् सबै कुरा दिन्छ, एकदम टाइटल पनि डिस्क्रिप्सन पनि ट्याग सबै कुरा दिन्छ च्याट जिपीटीले। तपाईँहरूले केही गर्नै पर्दैन, जस्ट यहाँबाट कपी गर्नु र त्यहाँ गएर पेस्ट गर्नु। कपी पेस्ट हाम्रो काम छ, केही छैन। अनि तपाईँहरू यस्तो 1 महिनासम्म मेहनत गर्नुहोस्, त हेर्नुहोस् तपाईँहरूको च्यानल एकदम A1 र भाइरल हुने चान्स बढी हुन्छ। तर लगातार गर्नु, किनभने मेहनत नगरेपछि हुँदैन। त्यसैले लगातार आज हाल्नु भोलि नहाल्नु त्यस्तो नगर्नु, हाल्दै जानु सधैँ। भएन भने एउटा दुईवटा धेरै नभए पनि 2टा सधैँ हाल्नु कि 2टा, बिहान र साँझमा। बिहान 7 बजीतिर, राति 7-8 बजीतिर राख्नुहोस्। तपाईँको भिडियो एकदम राम्ररी भ्यू आउँछ। धेरै भएन 1 महिना मात्र राख्नुहोस्, हेर्नु तपाईँको च्यानल कस्तो बुस्ट हुन्छ। यहाँबाट जुन तपाईँलाई राम्रो लाग्छ त्यहाँबाट कपी गर्नुहोस् र त्यहाँ गएर पेस्ट गर्नुहोस्। जस्तै यहाँ चाहिँ अपलोड भइसकेछ, हेर्नु एचडीमा आएको छ नि, एचडी भएको छ नि। हो यहाँ हेर्नुहोस्, यहाँ टाइटल ठाउँमा हामीले त्यो टाइटललाई पेस्ट गरिदिनुहोस्। अनि केही ह्यासट्याग्सहरू पनि युज गरिदिनु, जस्तै कस्तो भिडियो छ, फन्नी छ, कमेडी छ, त्यस्तो हालिदिनु। आफ्नो भिडियो अनुसार हालिदिनु। जस्तै मैले मिम्स राखेँ, कमेडी राखेँ,
जस्तै एउटा सर्ट्स त राख्नु है, सर्ट्स राखेपछि के हुन्छ हाम्रो सर्ट भिडियोमा यो भिडियो चल्ने बढी चान्स हुन्छ है। त्यसपछि यसलाई अब डिस्क्रिप्सनमा पनि कपी गरिदिउँ त्यसलाई टाइटललाई सेम टु सेम अनि त्यसपछि हामीले यहाँ डिस्क्रिप्सनहरू राख्नु पऱ्यो। स्टार्ट भिडियोमा जानुहोस्, यहाँबाट डिस्क्रिप्सन कपी गर्नुहोस् अनि फेरि त्यहाँ गएर के गर्नुहोस् पेस्ट गर्नुहोस्। केही काम के भन्छ एकदम कपी पेस्ट इजी वर्क छ है। यहाँ पेस्ट गर्नु अलि एडजस्ट गरिदिनु होला अलि के हुन्छ जस्ताको जस्तै राख्दा राम्रो लाग्दैन। यसलाई अब के हुन्छ अलि तल माथि एडजस्ट गरिदिनु त एस्ट्याक्सलाई हटाइदियो भने जसरी एडजस्ट गर्नु तपाईँहरू पनि सेम टु सेम यस्तै गर्नु होला। तपाईँहरूको पनि भिडियो एकदम ऱ्याङ्किङ हुन्छ। यहाँ ट्रेन्डिङ ह्यासट्यागहरू पनि छ, ट्रेन्डिङ ह्यासट्यागहरू पनि के गर्नु कपी गर्नु अनि पेस्ट गर्नु। केही गर्नै पर्दैन, सबै काम आजकल एआईले गर्ने छ, एआईको जमाना छ। त्यसैले तपाईँहरू केही झन्झट छैन। जस्ट तपाईँहरू धेरै नभए पनि काममा पनि बिजी भए पनि तपाईँहरू के गर्नु दिनको 1 घन्टा निकाल्नुहोस्, सधैँ 2टा भिडियो अपलोड गर्नुहोस्, हेर्नुहोस् एक दिन तपाईँहरूको भिडियो यस्तो ऱ्याङ्किङ गर्छ नि। अनि त्यसपछि तपाईँ भन्नुहुन्छ कि वाउ कस्तो 2 घन्टाको मेहनतले जति मैले जबाट कमाएँ जति यहाँबाट कमाइसकेँ। अनि यहाँ राख्नुहोस् अनि यो ट्यागलाई पनि के गर्नुहोस् अनि 2-3वटा ट्याग कम धेरै नभए पनि कमसेकम 5वटा ट्याग्स यहाँ तल हुन्छ ट्यागमा गएर पेस्ट गरिदिनु। यसले के गर्छ सर्च बारमा युट्युब सर्च भन्ने एउटा अप्सन हुन्छ त्यहाँ के गर्छ ऱ्याङ्किङ गर्नको लागि भिडियोलाई हामीलाई हेल्प गर्छ। त्यसैले तपाईँ यहाँबाट के गर्नु जुन ट्यागहरू छ नि हामीले उठाएको त्यही ट्यागलाई कपी गर्नुहोस् अनि पेस्ट गर्नुहोस्। केही छैन सिम्पल। त्यसैले तपाईँहरू के गर्नु यो च्यानललाई सब्सक्राइब गरेर बस्नु कि अब यो च्यानलमा तपाईँहरूले रेगुलर यस्तो भिडियो सिकाएको भिडियो म टाइम पास गरिदिनु तपाईँहरूलाई एकदम सिकाएको भिडियो त यहाँ यो च्यानलमा तपाईँहरूलाई भेट्नेछ। तपाईँहरू मात्र यहाँ के गर्नु छ कपी पेस्ट वर्क गर्नु छ, अरू केही गर्नै छैन। हामीले कपी एन्ड पेस्ट कपी एन्ड पेस्ट कपी एन्ड पेस्ट अरू केही छैन। यहाँ सबै मैले जस्तै 4-5वटा गरिदिनु है, कमसेकम धेरै नगर्नु तर 5वटा 6वटा जति गर्नु। धेरै गरेपछि के हुन्छ त्यहाँ के भन्छ अल्गोरिदमलाई त्यो हुन्छ राम्रो हुँदैन त्यसैले त्यसै गर्नु अनि